सबैजनालाई नमस्कार छ। हामी अहिले ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका वार्ड नम्बर 3 पिपल डाँडा भन्ने ठाउँबाट एउटा भिडियो यहाँहरुसम्म चाहिँ राख्दैछौँ। उहाँ दिदी हुनुहुन्छ चमेली तामाङ, उहाँको 2 जना छोरा हुनुहुन्छ र छोराको बुवा अर्थात् उहाँको श्रीमान वेदबहादुर तामाङ चाहिँ केही समय अगाडि स्वर्गरोहण हुनुभएको छ। त्यसैले उहाँहरूलाई बुवा हुँदा पनि एकदमै अवस्था एकदमै गाह्रो थियो। उहाँहरूले खाने खर्च यहाँको अवस्था पनि एकदमै गाह्रो भएको हुँदाखेरि केही समय जसोतसो आफ्नो परिवारलाई पालिरहेको थियो। तर बुवा पनि नभइसकेपछि अझै यो परिवारको चाहिँ एकदमै विचलित भएको हामीले देख्यौँ। त्यसैले सबैजनाले यो 2 जना बच्चाको भविष्यको लागि भए पनि उहाँहरूको भविष्यको लागि भए पनि सबैजनाले सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। र उहाँको छोरा जेठो छोरा कुमार तामाङ र उहाँ चाहिँ कान्छो छोरा लाक्पा दोर्जे तामाङ हुनुहुन्छ। उहाँहरूलाई पढाउने खुवाउने खर्च भन्दा पनि अहिले बिहान बेलुका के खाने भन्ने कुरा पनि एकदमै गाह्रो भएको छ। त्यसैले उहाँहरूको भविष्य अन्धकार नहोस् भन्ने त्यो मनले मैले पनि उहाँहरूको त्यो पीडा देखेर यो छोटो भिडियो यहाँहरुसम्म चाहिँ राखेका छौँ। सक्दो सेयर गरिदिनु हुन अनुरोध गर्दछु। बाबु तपाईको नाम चाहिँ के हो रे? उहाँहरूलाई भनिदिनुहोस्। नमस्कार, मेरो नाम कुमार तामाङ हो। हामीलाई सहयोग गरिदिनु धन्यवाद। हजुर नमस्ते, मेरो नाम चमेली माया तामाङ। मेरो बुढा खस्नु भयो 1 महिना भयो। मेरो छोरा कुमार तामाङ लाको दर्जी तामाङलाई पढ्नु पनि सकिएन। म गरिब, धेरै पालिकाभरिमा म धेरै गरिब मान्छे छ। खानु पनि सकिएन, कपडा दिनु पनि सकिएन, पढ्नु पनि सकिएन। हजुर नमस्कार, सबैले सहयोग गर्नु पर्यो। म चाहिँ हाम्रो वेदबहादुर तामाङ दाइको एकदमै नजिकको छिमेकी। मेरो घर चाहिँ यदि 2 पाला अगाडि यहाँ छ। त्यसैले विगत लामो समयदेखि उहाँहरूको हामीले पनि अवस्था देखेका छौँ। एकदमै गाह्रो थियो। बालबच्चालाई उहाँले जसोतसो आफ्नो बिहान बेलुका गुजारा चलाइराख्नु भएको थियो। र अहिले वेदबहादुर दाइ पनि बितिसक्नु भएको छ। उहाँको परिवारको एकदमै विचलित छ। त्यसैले सबैजनाले उहाँहरूको परिवारको लागि थोरै एक थोपा सहयोगद्वारा उहाँहरूको भविष्यको लागि सबैजनाले त्यो खुसीको मनद्वारा उहाँहरूको भविष्यको निम्ति सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु।